गोदे त्वदीय चरणौ शरणं प्रपद्ये। जय श्रीमन्नारायण। मेरो नाम साम्भवी खरेल र म नाव्या भण्डारी। आज हामीले यस धनुर्मासको पावन अवसरमा श्री गोदा आमाजीको संक्षिप्त चरित्र सुनाउन गइरहेका छौँ। दक्षिण भारतमा श्री धन्वी नव्य नगरमा श्री विष्णुचित्त स्वामीजी बस्नुहुन्थ्यो। उहाँ चाहिँ नि बटुपत्र साई रङ्गनाथ भगवानको सेवा गर्नुहुन्थ्यो। उहाँले चाहिँ नि भगवानको सेवा गर्नको लागि फुल तुलसी बगैँचा बनाउनु भएको थियो र एक दिन उहाँले चाहिँ नि भगवानको लागि माला बनाउनका लागि फुल तुलसी टिप्न जाँदा तुलसी बगैँचामा एउटा सानी बालिका देख्नुभयो र उहाँ बालिकाको माता पिताको खोजी गर्नुभयो र तर कोही नभेटिएका कारणले उहाँले चाहिँ नि भगवानले उहाँलाई उपहार स्वरूप सानी बालिका दिनुभयो भनेर आफैले राख्नुभयो र उहाँले चाहिँ नि एउटा आमाले आफ्नो बालकलाई गर्ने प्रेम ममता जतिकै माया र ममताले हुर्काउनु भयो र राम्रो पालन पोषण गर्नुभयो। उहाँले चाहिँ नि ती सानी बालिकाको नाम चाहिँ नि पृथ्वीबाट लिएको हुनाले उहाँको नाम गोदा राख्नुभयो र गोदा आमाजीलाई चाहिँ नि उहाँले सधैँ भगवानका चरित्रहरू लीलाहरू सुनाउनुहुन्थ्यो र गोदा आमाजीलाई चाहिँ नि विशेष गरी श्री भगवान कृष्णको लीला मन पर्थ्यो। उहाँले गोपिनीहरूले आफ्नो श्रीमान पति स्वरूप श्री भगवान कृष्णलाई पाम भनेर व्रत बसे चाहिँ आफूले गोदा आमाजीले चाहिँ नि आफूलाई गोपिनीको भावमा कल्पना गर्नुभयो र भगवान श्रीकृष्णलाई चाहिँ नि रङ्गनाथ भगवानको भावमा कल्पना गरेर उहाँले चाहिँ नि रङ्गनाथ भगवानलाई श्रीमान स्वरूप पाम भनेर व्रत बस्नु भएको थियो। सधैँ जसरी नै एक दिन स्वामीजीले भगवानका लागि भनेर तुलसी फुलमाला बनाउनु भएको थियो र आफ्नो केही कामका लागि बाहिर जानुभएको थियो। त्यसै बिचमा गोदा आमाजीले त्यो फुल तुलसीको माला लगाएर ऐनामा हेर्दै सोच्नुभयो, मलाई यो फुल तुलसीको माला लगाउँदा यति राम्रो देखिएको छ भने त स्वयं भगवानले यस्तो राम्रो फुलमाला लगाउनु भयो भने भगवानलाई कति राम्रो देखिन्छ होला भन्दै मक्ख पर्दै हेर्नुभयो र उहाँले हेर्दै गर्दा त्यसै बिच स्वामीजी आउनुभयो र भन्नुभयो, हे गोदे, तिमीले यो के गरेको? यो त मैले भगवानका लागि भनेर भगवानलाई अर्पण गर्न भनेर बनाएको माला तिमीले लगायौ। अब यो त जुठो भयो, मैले भगवानलाई भोलि के लगाइदिने होला भन्नुभयो र गोदा आमाले मुसुक्क हाँस्नुभयो। त्यसै कारणले अर्को दिन उहाँले भगवानलाई फुलमाला चढाउन सक्नु भएन। त्यसैले उहाँ दिनभरि चिन्तामा रहनुभयो। राति सुत्ने बेलामा उहाँको सपनामा भगवान आउनुभयो र भन्नुभयो, आज तिमीले मलाई किन फुलमाला नलगाइदिएको भनेर भन्नुभयो र स्वामीजीले भन्नुभयो, भगवानजी, मलाई त मेरो हजुरका निम्ति मैले बनाएको फुलमाला त मेरो छोरीले लगाइन्, त्यो जुठो भयो, त्यसै कारणले मैले हजुरलाई त्यो फुलमाला लगाउन सकिनँ भनेर भन्नुभयो। भगवानले भन्नुभयो, मलाई त तिम्रो छोरीले जहिले नि यस्तै गर्छिन्, ऊ त मेरै वैकुण्ठबाट लक्ष्मीको रूपमा धरती लोकमा आएर जीवहरूको कल्याणका लागि आउनुभएको हो। उनी त मेरै अर्धाङ्गिनी हुन्, मलाई उनले लगाएकै फुलमाला प्रिय छ। त्यस दिनपछि स्वामीजीले सधैँ नै आफ्नो छोरीले लगाएको माला चाहिँ भगवानलाई अर्पण गर्नुहुन्थ्यो र उहाँको छोरीप्रतिको माया प्रेम बढ्यो र गोदा आमाजीले चाहिँ नि सधैँ उहाँकै भाषामा दक्षिण भारतकै भाषामा भनिने
तिरुपावै दिव्य प्रबन्ध चाहिँ नि 30 दिनसम्म लगातार एक गाथा चाहिँ नि भगवान्लाई अर्पण गर्नुहुन्थ्यो र 29 दिनसम्म यही लगातार चलिरह्यो र 30औं दिनमा चाहिँ नि गोदा आमाजी र श्री रङ्गनाथ भगवानको विवाह सम्पन्न भयो र धनुर्मासको अन्तिम दिनमा चाहिँ नि हामीले भव्य गोदा आमाजी र रङ्गनाथ भगवानको बिहे मनाउँछौँ। उहाँ चाहिँ नि रङ्गनाथ भगवानसँग विवाह गरेपछि उहाँमै विलिन हुनुभयो। यसै गरी हामीले हाम्रो भनाइ यसै गरी धनुर्मासको प्रबन्ध यही अन्त्य गर्न चाहन्छौँ। धन्यवाद।